हेलो गाइज, दर्शन अनि नमस्ते। आज चाहिँ मैले यो पुरानो भिडियो भेटाएको छु। टिकटकको ड्राफ्टमा हेर्दै जाँदाखेरि मैले यो पुरानो भिडियो भेटाएँ। यो चाहिँ पोहोर साल चैत 12 गतेको भिडियो हो। चैत 12 गते चाहिँ मेरो छोरीको बर्थडे थियो। बर्थडेमा चाहिँ हामी गाउँ गएर सानो सानो सेलिब्रेसन गर्दै थियौँ। मैले चाहिँ मेरो छोरीको जिन्दगीमा फर्स्ट टाइम बर्थडे मनाएको हो। हाम्रो परिवारभित्रको परिवार चाहिँ धेरै ठुलो भएको हुनाले एकदमै रमाइलो भएको थियो। उहाँ चाहिँ बिन्दु नानी हुनुहुन्छ, बाबाजी सृजना दिदी अनि दाइहरूले चाहिँ यता खाना बनाउँदै हुनुहुन्छ। विनोद दाई, विजय बाबु। मेरो छोरो बिन्सन चाहिँ खेल्दैछ पप्पीसँग। के खाँदै होला विजय बाबुले यसरी। बिन्दु नानी र आकृति दिदीले चाहिँ त काट्दै हुनुहुन्छ सलादहरू। हेर्नु है त कसरी काट्नुहुन्छ। त्यति राम्रो बोल्न त आउँदैन मलाई यो टिकटकमा, त्यही पनि पहिलो प्रयास। जे लाग्छ जस्तो लाग्छ सबैले सुनेर प्रतिक्रिया दिनुहोला। फेरि पनि मेरो छोरीको बर्थडे आउन लाग्यो। यसपालि चाहिँ यस्तो रमाइलो हुन्छ कि नै थाहा छैन। पोहोर चाहिँ धेरै रमाइलो भएको थियो। बर्थडे गर्लको आमा काम नगरी बस्छु भनेको सुखै पाइन। हेर्नुहोस् न मेरो काम। पापड फुराउँदै, माछा फ्राई गर्दै। मेरो भोइस नराम्रो भए पनि भिडियो चाहिँ सबैले हेरिदिनु होला है। बाई बाई, थ्याङ्क यू सो मच।